वेलकम हजुर मेरो यो युट्युब च्यानलमा स्वागत छ एभ्रिवान। नमस्कार, गुड मर्निङ एभ्रिवान। म आज चाहिँ हल्लोजोटीको भिडियो बनाउन लाग्छु। गाउँघरमा अब माटो नचलाई खान छैन। जुन हाम्रो यो माटोसँग सम्बन्ध गाँसिएको छ कि हाम्रो भविष्य यही माटोसँग जोडिएको छ। यो माटोलाई चलाउने अनि के फलाउने गाउँघरमा यसरी दुःख कष्ट गरेर खेतीबाली लगाउँछौँ। ल साथीहरू यस्तै छ। मैले गाउँघरमा जे छ जस्तो छ जस्ताको तस्तै भिडियो लिएर आएको छु। हेरेर साथ दिनु होला, माया गरिदिनु होला। लिलापुनको युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु है। ल है त अब भिडियो सुरु भयो। ल है अब हाम्रोतिर अब धान खेत जोत्नलाई सुरु भइसक्यो। पहिला यसरी इजर मारेर तरिका चाहिँ यस्तो छ कि भयो एकछिन जान्न रे पुरा गुरु नटेरेको जस्तो छ है। अब भाइरल हुने भयो भरे भाइरल हुने भयो काले ढिक्का काले भन्ने होला नि। यसरी बाँझो मारेर त्यसपछि यो ढिक कोनालाई पुरा आली भन्छ क्या हाम्रोतिर। आली खनेर सलक्क बनाएपछि धान रोप्ने चलन छ हाम्रोतिर। ओह गाह्रो छ, फुट्कै हालो बियो भाँच्छ रे। अब धानको बिउ देख्न सक्नुहुनेछ। हरियाली कति राम्रो भए। लामो हो नि बनाने। मैले खेत जोत्दैछु भन के अन पुरै झार झार। यो पालिको पानी झालाई लागेछ मल
सर्लक्कै भिडियो बनाएर भिडियो भिडियो कति देर बनायो? भिडियो त लङ हाल्ने हो नि युट्युबमा त ए युट्युबमा हो ए ल है ल म हलो जोड्दैछु हाम्रो लीला भाउजूलाई अथवा लीला दिदीलाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला भनेन हुन्छ है हेपाट भने त्यहाँ सुनिन्छ त के ल भन ल भने है अँ के भन्ने त पहिला सिकाउनु ल है ल मैले आज खेत जोड्दैछु खेत जोड्दै भाउजूको भन्ने लीला भाउजूको होइन खेत जोड्दैछु अब मैले खेत जोटेको भिडियो बनाउन लाग्नु भएको छ त्यसै ल मिलाएर भन न के हान्छ मलाई नमस्ते नि फोन हो नमस्ते गर्न मन लागेको भने ल ओके गर्नु ल ओके रेडी हेलो साथीहरू के छ यहाँ लीला भाउजू घर अगाडि खेत जोत्दै हो अब यसो भाउजूले भिडियो बनाउँदै हुनुहुन्छ भाउजूको साथीहरूले यसो लाइकहरू गरिदिनु होइन सब्सक्राइब माया गरिदिनु कमेन्ट गरिदिनु अरू त के भन्ने हो र अब यति त होला नि ल बोल्नले आउँदैन हौ भिडियो बनाउन भाउजू हो बस्नमा त दिदी हो के दिदी भन्छ है भन्छ न दुईटा तिनवटा सानो लाने ल ऊ अब अनौ बियो बियो भाँच्छ अरे अब बियो तयारी गर्न लाग्छन् हाम्रो गाउँघरको चाहिँ पुरा अर्ग्यानिक यस्तो यस्तो छ है तरिका काम गरेर खान चाहिँ गाह्रो रहेछ ल दाइ ल सर्लक्क बिउ टाँसेर हाल है अजी केलाई भिडियो नगर्ने संसारले चिनेको मान्छे हाम्रो दाइ ल है झन् अब संसारले पहिला संसारले चिने होइन अब विश्वले चिन्ने ल मेरो भिडियो पुरा विश्व भाइरल होस् ल परमेश्वरी शिव बिहानी त्यो स्पिकर दिने दिन आँदैछ नि त भाइरल हो न पहिला जाँगर लाएन नि होइन मोबाइल तेरो साएपछि त माथि त उसको मैटे काकाको बहिनी त हेला ऊ भन्छ नै तिमीले मोबाइल टेर्छ भने त ढाँचा परेर अब कस्तो हो बाल बनाने उडुम हो सबैले खिचिदिनु चाहिँ रङ्ग लाग्छ के कसरी जोडेर हाल्नुहुन्छ हेर मैले ल है यसो ऊ लाने हो नि कान्छा चाहिँ थाहा सनक्रिम लाने हो नि घाममा त सनक्रिम सनक्रिम भन्ने घामबाट जोगाने भाउजूलाई यसो सोध्ने भाउजू पसलमा के छ थाहा छैन पसिना नपुग्ने हो नि ल सनक्रिम लगाएर पसिना हान्छ अरे ठाट्टु
लालानी भेट्यो बोल्छ र यो दाइ त तिसी गज कहाँ खजाल्ला भनेस् ती फान्ने हो कि बाबा टिसी गरी ल है जोड्न देऊ के एकछिन होइन झन् झुझु बनाउने मात्रै गर्छन् बडा यो साह्रो छ कि धान खेत पहिले नै साह्रो हुन्छ कसरी पो जोड्नुहुन्छ ल अब चाहिँ तपाईँको अब 1-2 घन्टामा यो सकिन्छ है 2-3 घन्टामा सकिन्छ होला बिचरा अब भर्खरसम्म हलो जोति तिर्लिङ पानी देख्छन् यो कान्छल कि खिलाने मुठा मुठा कासिटो देनु उल्टो खिलो के यो के भन्छ र यसलाई डाँस नि डाँस लागेर खतम बनाएको छ के डाँस डाँसले यिनीलाई छटपटी बनाएको छ अघि पानी लाग्यो टचा तिर्खासे बडा यो तिर्खासी यो तिर्खासी होइन एउटा म हेबाइट गरेर सब त होला तिमीलाई देखाइदिन्छु क्यामेरा त खतरा लेन्स छ नि औरै लेन्स क्यामेरा ए मोबाइल खसम बच्चालाई नल्याए बच्चाहरूलाई नदेखाइ भयो ल अब हाम्रो गाउँको भ्यू चाहिँ यस्तो छ आजको मौसम एकदम सफा छ सफा ल नुहाइदिन्छ नि एउटा देखाएर नुहाइदिन्छ ल गुरुलाई नुहाउने कार्यक्रम हुँदैछ है ल कस्तो गर्ने भएर ल अब खेत चाहिँ यस्तै हो गाउँले जीवन जोतेर सक्यो ल जोडिहालेको यो गाउँले जीवन खेत जोत्ने आया पानी खुलाउन पर्ने ल अब चाहिँ खेत धान खेत चाहिँ इजर मारेर सक्यो सक्यो है ल अब लिलापुनको युट्युब च्यानलमा आउनु होला सब्सक्राइब गर्नु होला मन परेमा सब्सक्राइब गर्नु होला माया गरिदिनु होला भन्दै फेरि पनि अर्को भ्लग लिएर आउनेछु भन्दै हजुरहरूसँग बिदा हुन चाहन्छु बाई बाई